सम्पादक पक्राउपछि जनआस्थाको न्युजरुममै प्रहरी छापा, समाचार लेख्ने कम्प्युटर नै जफत। सम्पादक किशोर श्रेष्ठ पक्राउ परे लगत्तै प्रहरीले जनआस्था साप्ताहिकको न्युजरुममै प्रवेश गरी समाचार लेख्न प्रयोग हुने कम्प्युटर समेत जफत गरेको आरोप लागेको छ। प्रहरीले समाचारको स्रोत पत्ता लगाउने उद्देश्यले श्रेष्ठको घरबाट ल्यापटप, मोबाइल तथा इमेलसँग सम्बन्धित सामग्री समेत नियन्त्रणमा लिएको बताइएको छ। एउटै उजुरीका आधारमा सञ्चार गृहमै पुगेर छापा मार्दै समाचारका उत्पादनका उपकरण जफत गरिएको पछि राज्यको कदममाथि गम्भीर प्रश्न उठेको छ। कतिपयले यसलाई कानुनी प्रक्रिया र अनुसन्धानको हिस्सा भने पनि धेरैले यसलाई स्वतन्त्र प्रेसमाथिको प्रत्यक्ष हस्तक्षेपका रूपमा लिएका छन्। सञ्चार गृहभित्रै प्रहरी प्रवेश गरेर समाचार लेख्न प्रयोग हुने उपकरण जफत गर्नु कानुनको कार्यान्वयन हो कि प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्ने बहस चर्किएको छ। यस घटनालाई राज्यको अंशवैधानिक तथा गैर कानुनी कदम भन्दै नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले कडा भत्सर्ना गरेकी छन्। घटनापछि नेपालमा गोप्य सूचना, समाचार स्रोतको सुरक्षा र स्वतन्त्र प्रेसमाथि राज्यको हस्तक्षेप बढ्दै गएको हो कि भन्ने चिन्ता समेत व्यक्त गरिएको छ।